या सो हेलो गाइज सबैजनाले वेलकम छ आज मेरो नयाँ भिडियोमा फेरि अहिले चाहिँ हावा चलिरहेछ अनि हजुरले देख्न सक्नुहुन्छ कि हुँदैन मैले चाहिँ देखिरहेको छु होइन साइड साइडको पहाडहरूमा पनि पुरा हिउँ परिरहेको छ क्या त्यसैले यतातिर चिसो भइसकेको छ लेफ्ट साइडतिरबाट चाहिँ सो आजको प्लान के हो भन्दाखेरि हजुरले जसरी थम्बनेलमा देख्न सक्नुहुन्छ होइन आजको प्लान चाहिँ मैले मेरो अर्को साथीलाई बोलाएको छु उसको नाम हो आदर्श सापकोटा होइन निन्जा 400 राइडर अनि आज उसँग मिलेर आज हाम्रो चाहिँ बाइक धुने प्लान छ गाइज होइन बाइक वासिङ प्लान छ अब मैले चाहिँ एउटा कम्युनिटी स्टोरको लोकेसन दिएको छु उसलाई त्यो लोकेसन चाहिँ हाम्रो पहिला मेरो हाई स्कुल पढेको नजिकको कम्युनिटी हो क्या पहिला हामी त्यहाँ खुब गइरहेको थियौँ होइन अनि उसलाई त्यही आउँ भनेको डाइरेक्ट भन्ने अब त्यतिर लाग्दैछ त्यसैले सो आजको सायद प्लान चाहिँ त्यही हो पहिला सुरु अब भेटिन्छ भेटघाट गरेपछि अनि त्यतैबाट बाइक वासिङ ठाउँमा जान पनि सकिन्छ कि चाहिँ पहिला सुरु बाइकको स्टोरमा पनि जान सकिन्छ किनकि बाइकको स्टोरमा गएर साथीलाई र मलाई चाहिँ हल्का त्यहाँ चेक गर्नुपर्ने थियो क्या त्यो सेल लुब्रिकेन्टहरू अनि त्यहाँदेखि लिएर चेन क्लिनरहरू हेर्न थियो अनि यताउता सब बाइकको स्टोर पनि देखाउनुहुन्छ कि भनेर होइन त्यही अरू त केही होइन देख्न सक्नुहुन्छ यतापट्टिको भ्यू चाहिँ राम्रो छ तर यहाँ चाहिँ अलिक चिसो चिसो भइरहेको छ क्या जाडो जाडो भइरहेको छ खोलाको माथि हो नि त चिसो चिसो नै छ होइन र अनि हिजो भर्खरै मैले लन्च गरेको नयाँ भिडियो हेर्नुभयो होला मोटो ब्लग पार्ट 1 जापान बाइक सपहरू कस्तो हुन्छ भनेर त्यहाँ मैले देखाएको थिएँ थ्याङ्क यू गाइज फर वाचिङ इफ यु गाइज डिड होइन अनि जसले पनि हेर्नु भएको छैन मेरो भिडियोमा गएर हेर्न सक्नुहुन्छ मेरो च्यानलमा भ्यू गर्न सक्नुहुन्छ टनल आउँदैछ गाइजहरू टनल राइट सो अब चाहिँ यहाँबाट चाहिँ धेरै छैन अब त्यही 3-4-5 मिनटको बाटो होइन यो चाहिँ म नजिक आइपुगेँ यो चाहिँ पहिला मैले बाइकको लाइसेन्स निकाल्दाखेरि यो गएकोमा पढेको थिएँ मैले होइन मतलब यसमा चाहिँ मैले ट्रायल पास गरेर एक्जाम चाहिँ यहीँबाट पास गरेँ मैले अहिले यहाँ तल देख्न सक्नुहुन्छ यो तलपट्टि ट्रक गइरहेको छ नि यो तलपट्टि सिकिरहेको छ हो यो जिता सेकाकोबाट निकालेको मैले है बाइकको लाइसेन्स चाहिँ यो मसँग गाडीको लाइसेन्स त पहिले दिन्थ्यो त्यसैले लिखित एक्जाम चाहिँ केही भन होइन राइडिङ एक्जाम चाहिँ केही भन त्यसैले चाहिँ एक्जामको नाम भनेको त्यो भित्र ट्रायल दिने हो सिक्ने होइन अनि लास्टमा इचिदाङ्कै निदाङ्कै गर्दै गएपछि अनि सिक्दै जानुपर्ने हुन्छ त्यो गरेपछि अनि पास भएपछि लास्टमा एउटा ट्रायल एक्जाम हुन्छ क्या अनि त्यसमा चाहिँ यति मार्क्सबाट यति ल्याउनु पर्छ भन्ने हुन्छ क्या अनि त्यो पोइन्ट काट्दै जान्छ यदि केही गल्ती भयो भने या त धेरै नै गल्ती भयो भने चाहिँ सिधै तिमी आउट हुनसक्छ तर होइन तर हजुरले बाइक हल्का फुल्का चलाउन सिक्नु भएको छ र इजी लाग्छ भन्दा हजुरकोलाई त धेरै इजी हुन्छ होइन जस्ट जापानमा चाहिँ हाम्रो लाइसेन्स निकाल्न चाहिँ बहुत गाह्रो छ भनौँ न सुरुबाट निकाल्नुपर्छ सबभन्दा बेस्ट रेकमेन्डेसन भनेको चाहिँ मैले हजुरलाई के गर्न सक्छु भन्दा सबसे फर्स्ट स्टार्टिङबाट निकालेको चाहिँ बेस्ट रेकमेन्डेसन है ल गाइजहरू हामी नजिक आइसकेको छौँ होइन यहाँ डबल लेफ्ट साइड मुड्नुपर्छ तलतिर यहाँ फेरि हल्का जाम भइरहेको छ क्या यहाँ पनि हल्का फुल्का होइन केटा हो ए अनि अझ एउटा पनि अनाउन्समेन्ट छ बोइज एन्ड गर्ल्स न्यू अनाउन्समेन्ट छ है हजुरले टिकटकमा मलाई फलो गर्नुहुन्छ भने तपाईँहरूलाई त थाहा छ होला त अनाउन्समेन्ट त्यही हो कि अब नेक्स्ट मन्थको लास्टतिर चाहिँ हामी माउन्ट फुजिसाङको चाहिँ टोकियो नेपाली राइडर्ससँग टोकियोको होइन उतापट्टि हुने राइडर्सहरूसँग मिटअप टाइपको छ क्या एकदिन उतै गएर बस्ने खाने टाइपको होइन अनि यसो फोटो सेसन हान्ने मिटअपदेखि राइडिङ सब उतैतिर गर्ने विचार छ होइन माउन्ट फुजीतिर सो यता हाम्रो आइसी नेपाली राइडर्सको एएनआर ग्याङबाट पनि जाने केटाहरू छन् थुप्रै यताबाट पनि जान्छन् उताबाट पनि आउँछन् अनि मिटअप चाहिँ त्यता फुजिसाङको त्यतै कता तल साइडतिर हुन्छ होला बेबी या जस त्यो राइडहरू पनि बिस्तारै आउँदै गर्छ होइन राम्रो भिडियो पनि आउँदै गर्छ सो बस हल्का फुल्का सब्सक्राइब गरिदिनु होला
र नोटिफिकेसन बेल पनि दबाइदियो मलाई है। फेरि यहीँ जम्प गरेर मैले फेरि यस्तो झ्याउ लाग्छ क्या हेट। हेर्न फेरि येल्लो लाइट भइदिएर आयो क्या। ल कुम्बिनी आयो है, कुम्बिनी आयो, जानुपर्छ कुम्बिनी। अझै आइपुगेको छैन क्या त मोबाइल आए जस्तो छ नि। कस्तो ड्याङ्गै गर्छ क्या गाडीले पनि। चाहिँ राखिदिउँ न, आउँदै गर्छ साथी चाहिँ होइन। लु आयो आयो अर्को आयो, कडा राइडर आयो अर्को। के चाल खबर? ल वेलकम छ मेरो भिडियोमा। ल थ्याङ्क यू। केटाकेटी हो होइन, हामी चाहिँ अब यस्तो चाय पानी गर्छौँ होइन। यो चाहिँ जापानको फेमस चिया हो क्या, हामीले बनाएको यो चाहिँ हामीले फेमस बनाएको। यो चाहिँ नेपालको फ्लेभर टाइपको छ यो चिया चाहिँ होइन। अब हामी चाहिँ पाङ र चिया दिने हो। अब हामीले चिया ल गाइजहरू अब निस्किनु पर्ने हुन्छ बिस्तारै होइन। अब चिया खाइयो, गफसप पनि गऱ्यो। ल गाइजहरू अब निस्किने बेला आयो। ल अब हामी निस्किन्छौँ यसो। रात पनि पर्न लाग्यो केटाकेटी हो, यस्तै छ। हेर्दा हेर्दै चिस रात परिहाल्छ, के गर्ने। ए जाडोमा फेरि यस्तो छिटो रात पर्छ कि है, के भन्ने। आउँदैछ पछाडि साथी, पछाडि आउँदैछ। उता माथिसम्म उसलाई हेरिदिन्छु होइन, त्यहाँपछि उसलाई अगाडि जान दिन्छु। जाडो पनि लास्ट बढेछ गाइजहरू। है चिसो भएछ यार, बस्दा चिसो हुन्छ क्या। बरु चलायो भने तातो हुन्छ नि। मैले भन्छु नि केटाहरूले जोक खान्छ क्या यो कुरामा। यतिकै बसिरह्यो भने चाहिँ चिसो हुन्छ साथी होइन। बाइक चलाउनु पर्छ त्यहाँपछि तातो हुन्छ क्या भन्छ मलाई होइन। जोक हाने जस्तो लाग्छ होइन, जोतको कुरा गरेर जस्तो लाग्छ होइन केटा। तर त्यो कुरा चाहिँ साँच्ची हो क्या। ल मलाई आफूलाई त्यही फिल हुन्छ गाइजहरू, हजुरलाई पनि त्यही फिल हुन्छ ल केटा। यहाँबाट त्यस्तै 17 मिनट जति देखाएको छ गाइजहरू होइन। अलिकति उस हुनसक्छ ट्राफिक जाम, अलिकति। यहाँबाट राइटले मुड्नु पर्ने हुन्छ। खतरा भी आ गया। जाओ अब चाहिँ थोरै अब राइडिङ पोजिसन रेडी भयो मेरो राइडिङ हान्नुपर्छ अब। जाऊ मुली जाऊ नि। यस्तै केटा क्रेजी केटाहरू छन् हाम्रो टिममा होइन गाइजहरू। आगामी दिनको भिडियोहरूमा देख्न सक्नुहुन्छ हजुरले तिनीहरूलाई। यु गाइज विल मिट अफ देम सुन। तर जाडो पनि बढिसकेको छ यार, कसम धेरै जाडो बढिसक्यो। त्यो हो म खासै बाइक निकाल्दिनँ अब जाडोमा भनेको। अब सिर्फ काम टु घर टु काम टाइपको गर्नु मात्र गर्छु भनेको। फेरि केटाहरूले जोसाइदिइहाल्छ अनि फेरि निस्किन मन लाग्छ क्या फेरि यस्तो बाइक लिएर बाहिर। अहिले फेरि युनिभर्सिटीको नि छुट्टी भएछ नि त, टेस्ट एक्जाम भएर। त्यसैले हाइट मिसफायर हुन्छ यार, मिसफायर हुन्छ के हुन्छ यसलाई। ल त
केटाहरू फेरि कुदाइहाल्छ क्या फेरि खालीबाट पाउनुहुन्न फेरि कुदाइहाल्छ कि केटाहरूले पड्कायो केटाले पड्कायो पड्काउँछ केटाहरूले यो अन्त नि केटाहरूसँग हिँडेपछि बल्ल भिडियो बनाउनु मजा आउँछ क्या क्रेजी सर्ट्स आउँछ यार भएको छ हजुर चार्ज मजाले 1 घन्टामा ओभर टिप्छ के माइक हो केटा भन्दै थिएँ नि मैले जाम हुन्छ भनेर गाइजहरू जाम भइरहेछ अहिले यहाँ गाइजहरू यो एनजिजीबाट जाने यो 41 रुट जाने बाटो होइन यो बाटो नि अलि मामाहरू बढी हुन्छ ठ्याक्कै यो साइडमा होइन गाइजहरू अलिक ध्यान दिएर कुदाउनु पर्छ है यो गाइजमा नि कोही यो रोडमा कुदाउँदैछन् भने यो रोड साइडमा नि अलि मामाहरू बढी हुन्छ क्या त्यसैले अलिक ध्यान दिएर कुदाउनु पर्छ ओ अपने डेन्जर यही रोडबाट जाऊँ यही लाइनबाट जानु पर्ला अगाडि जाऊ सेक्सी छ नि है ग्रिन कलरको बाइक नाइट भ्यू पनि कस्तो मजा चेक हान्नु पर्यो यो क्यामेराबाट ठ्याक्कै रोकिदिएर क्या के भन्दै थियो साथी के भन्दै थियौ होइन छुट्टै किन यो माइक मिल्छ होला मिल्छ नि मिलिहाल्छ नि यो मैले मेरकरीबाट किनेको यार ल गाइज हामीले चाहिँ भन्ने भयो 17 मिनटको रोड थियो कि होइन तर बाइक भएपछि गाइज त्यो 10 मिनटमा नै हुन्छ क्या 10 मिनटै पुगिन्छ क्या लाइक बाइक भएपछि त्यस्तो सजिलो हुन्छ क्या एकैछिनमा पुग्यो अगाडि जानु मिल्छ अगाडि जानु मिल्छ ल हेर्नु न ल ठिक छ यहीँसम्म ठिक्क छ राइट ल हेर्नु जापानको रङ्गीचङ्गीहरू यता यस्तो छ यस्तो दामी देख्छ यो माथि चाहिँ अहिले चाहिँ होइन गाइजहरू यो माथि हाइवे छ होइन हाइवेको तलबाट अहिले हामी कुदाउँदैछौँ यहाँ चाहिँ ठिक्कको छ हावा पनि चलिरहेको छैन हाइवेको तल भएको भएर सो अहिले हामी जान लागेको चाहिँ गाइज होइन बाइकको निरिङकाङ भन्ने सप हो यो चाहिँ जापानमा चाहिँ बाइकको पार्ट्सदेखि लिएर हजुरको सबै पाउँछ सुटदेखि लिएर हजुरको राइडिङ गियर्स एभ्रिथिङ पाउनुहुन्छ निरिङकाङ भन्ने सप हो यो चाहिँ अनि अर्को पनि छ त्यसको नाम हो न्याप्स है अहिले हामी निरिङकाङ जाँदैछौँ खुल्लाबाट त देख्ने हुँदैन केटा ढिलो केटाहरू पड्किन्छ केटा हो साइलेन्सर पड्किन्छ के गर्ने यस्तै छ गाइस जान देला जस्तो लान राइट यसो छिर्दिएको नि यही हो है गाइजहरू सब जानुपर्ने चाहिँ यही हो निरङ्काङ अब यसो गरेर उता डेगलट घुमेर आउनु पर्ला ठिकै छ म माथिबाट एकचोटि घुमेर त आउला नि उ त्यो ल ठिक छ यहाँ चाहिँ एकैछिन वेट गर्नुपर्छ गाइज माथिपट्टि एरोमा देखेसम्म जानुहुन्न कि चाहिँ गाडीहरू आएको छैन भने बल्ल जाने है
ल केटाकेटी हो हामी आउँदा आउँदा रात परिसक्यो होइन अब त उतै अगाडि त युटर्न मैले लिइहालेँ अब आरामले हिँड्न साथी आरामले कहिले कहिले चिलमा हिँड्नुपर्छ धेरै जोसी नि होइन फेरि आइपुग्यो केटाकेटी हो आइपुग्यो आयो हामी निरिङकानमा गाइजहरू साथीको फर्स्ट टाइम म पक्का पनि मलाई थाहा छ म नि यहाँ बाइक यसो चट्ट मिलाएर राखिदिउँ होइन यसो चट्ट बाइक मिलाएर राखिदिउँ होइन केटाकेटी हो मस्त हुन्छ नि त भइहाल्यो नि न्युट्रलमा राखिदिउँ न कस्तो रहेछ त आइपुग्यो ल साथीभाइ बहिनीहरू ल जाम साथी ल केटा आइपुग्यो हामीले पार्किङ गरेर होइन गाइस अहिले हामी होइन अब भरोसा दोस्तै भित्र जाँदैछौँ गाइसहरू निरिङकाङमा देखाइदिउँ तपाईँहरू धेरै छैन टाइम यता यता गलत गलत चिज लगाइछ हेलमेटहरू तिमी त लगाइछ ल अब हामी फेरि यता आरआईको सेसनमा आयो गाइजहरू हजुरले म प्राइसहरू यसो देखाइदिन्छु सस्तो भनेको यहाँ चाहिँ छँदै त्यस्तै होइन गाइजहरू सस्तो र मस्त भनेको त्यस्तै हो सम्झिने पानी छम्किने है केटा हो सस्तो अहिले चाहिँ हामी हेलमेट सेसनबाट छिरेर गिफ्ट लैदिउँ भने नि मायाको बाइकै आउँछ ए यो चाहिँ हेर्न थियो यार मलाई नि डेटोनाको यार मलाई पन्जा हेर्न थियो यार गाइजहरू यार म यसो पन्जा हेर्छु होइन गाइजहरू अब हजुरलाई मैले हल्का होइन बुट सुज सेसनमा देखाउँछु तपाईँहरूलाई यहाँ देख्न सक्नुहुन्छ साथीले त्यहाँ एउटा बुट चेक गर्दैछन् होइन यहाँ हजुरलाई देखाउँछु म यस्तो यस्तो सुज पनि हुन्छ है यो चाहिँ नर्मली बनेको सुजहरू हो यो चाहिँ होइन मेरो यो ताइची भन्ने ब्रान्ड चाहिँ जापानको फेमस ब्रान्डै होइन यो पनि राम्रो हुन्छ यो पनि राम्रो छ यो बुट पनि राइडिङ बुट यस्तै हुन्छ यहाँ चाहिँ यो गियर हान्नको लागि एक्स्ट्रा प्याडेड छ एल्पाइन स्टारको हेर्न चाहन्छु भन्दा यता साइडतिर हुनुपर्छ त्यो एल्पाइन स्टारको चाहिँ मेरो विचारमा यहाँ छ यो एल्पाइन स्टारको यस्तो यस्तो खालको रहेछ अरू पनि छ यता यो ठिक लाग्यो मलाई 12,000मा रहेछ ठिकै हो दामी छ एल्पाइन स्टारको ल गाइजहरू त्यही थियो हेलमेटहरू होइन हेलमेटदेखि लिएर गियर्सहरू केहरू त्यति हेऱ्यो होइन अब चाहिँ हामी यसो बाँकी कामहरू हामी अब यसो के गर्छौँ हामी बाइकमा यसो हल्का फुल्का हावा भरेर होइन हावा भर्नु पऱ्यो यस्तो देख्न सक्नुहुन्छ बाइक सबहरू यस्तो देख्नु भयो भने होइन यो हामीले आफैले भर्ने हो फ्रीमा भर्नु मिल्छ गाइजहरू सोध्नु त कति के अरे उ रहेछ च्याट जिपीटीलाई सोध्नु पऱ्यो कति प्रेसर हो थाहा आएन अब हामी सोध्नु पऱ्यो ल गाइज यो लिएरै जानुपर्ने हुन्छ नि यसरी बोकेर लिएर जाने यो ल साथी लिएरै हिँड्न ल साथीले अब यहाँ दुध दुन्छ भैँसीको थोरै मजाक खतरा छ यार बाइक राति खतरा यार मलाई अघिदेखि यार मुता छ यार केटाकेटी यार मूत्र विसर्जन गर्न जानुपर्ने थियो त्यो म कम्पनीमा यहाँ फेरि टायरमा हावा भन्नु पऱ्यो क्या 500 एङ्गल नमिलेर रहेछ नि त यता एङ्गल मिलाउँछ त्यो एङ्गल मिलाउँछ यार यो प्लेट रहेछ नि त यता त यसमा हल्का फुल्का टायर प्रेसर हाल्छौँ होइन यसमा हावा हालेपछि मेरो पनि हल्का फुल्का च्याट जिपीटीलाई सोधेर अब कति हो राइट अमाउन्ट अफ हावा त्यो अनुसार हालेर अनि हाड अब घर जाने प्रोग्राम सुरु हुन्छ मेरो चाहिँ होइन मेरो साथीको त्यही हो आजको गाइज धेरै बनाउन पाइएन बाइक धुने भनेर आएको थियो खासकल भन्ने भयो तर बाइक धुने प्लान क्यान्सल भयो रात परिसक्यो नि त यस्तै छ जाडोमा हुन्छ हाल्दै गर यस्तै छ जाडोमा होइन प्लान बनाएको थियो जस एउटा प्लान चाहिँ सक्सेस भयो हजुरलाई यो पसल देखाउने बाइक पसल होइन जस बाइक चाहिँ धुँदै गरौँला केही छैन त्यो पनि नेक्स्ट ब्लकमा हुन्छ मेरो बाइकमा पनि अब पछाडि हावा हालिसक्यो होइन अब अगाडि हाल्नु बाँकी छ साथीले हालिदिँदैछ यस्तो होइन ल आरिगत त साथी यस ल साथी यार ल केटाकेटी आज हाम्रो यस्तै भयो होइन आजको ब्लग यस्तै झ्यापझुप्ती भइहाल्यो होइन
आज हामी चाहिँ साथी चाहिँ अहिले हाम्रो अरे इन्स्टाबाट इन्स्टा 360 को चाहिँ फाइलहरू हाल्दैछ मोबाइलमा। अब चाहिँ म ब्लग आज छिटै एन्ड गर्न चाहन्छु गाइजहरू, बाहिर चिसो छ त्यसैले म धेरै क्यामेरा निकाल्दिनँ। त्यसैले आजको चाहिँ भिडियो यतिकै छोटो मिठो तरिकाले एन्ड गरिदिँदैछु। ल साथी ल चिया खानौँ ल लास्ट आएर ल कफीको ल त्यति भन्दैमा हाम्रो साथीले बिदाई गरिदिन्छ ल। धन्यवाद, थ्याङ्क यू। ल बाई बाई गाइस, थ्याङ्क यू फर वाचिङ। च्यानललाई हाम्रो होस्टलाई सबैले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनुहोस्। लेटेस्ट भिडियोजहरू छिटै आउँदैछ। थ्याङ्क यू गाइस फर वाचिङ। सबैजना कन्ट्याक्ट गर्नु होला होइन। ल ल गाइस ल बाई बाई। इन्स्टाबाट